वेलकम टु माई न्यू भ्लग। आज म सुइखेत रिसोर्ट भन्ने ठाउँमा आएको छु। अहिले भ्लग हुन सो यता हाम्रो दिदीहरू हुनुहुन्छ ट्याक्क फोटो खिच्नको लागि तयार हुनुभएको छ। मेरो भान्जा ट्याक्क यहाँ रोएका छन्। यहाँ म चाहिँ ट्याक्क भ्लग बनाउँदै हिँडेको छु। हाम्रो एउटा भान्जा यता मस्त स्विमिङ गरेर भर्खरै बाहिर निस्केका छन्। कस्तो लाग्यो स्विमिङ? डर लाग्यो कि लागेन? लागेन ल ठिक छ। अब हामी आज स्विमिङ त अब गऱ्यो। अब दिदीहरू फोटो हेर्दै हुनुहुन्छ। स्विमिङ यहाँ ठुलाको लागि यता छ, सानाको लागि यता छ स्विमिङ। यता त रिसोर्ट भइहाल्यो। एक रिसोर्ट होइन सुइखेत रिभर भ्याली रिसोर्ट भइहाल्यो। यता म छु। गाइजहरू फुच्चेको फोटो खिच्न लागिरहेको छन्। यता दिदीहरू हुन्छ, कोही यता स्विमिङ गरेर आइसकेका छन्। फुच्चे स्विमिङ गर्ने हो नजाऊ कपडा पुगेर। यता हाम्रो क्यामेराम्यान म चाहिँ यसो भ्लग बनाउँदै हिँड्छु। म भ्लग बनाउँदै हिँडिरहेको छु। अहिलेको लागि यति नै भ्लग। गाइजहरू अहिले पछि भेटौँ ल। सो गाइजहरू हेर्न सक्नुहुन्छ यता यहाँ विभिन्न ठाउँ छ। यो घुम्ने एटिभी देख्न सक्नुहुन्छ, हेर्नुहोस् होइन। मेरो भान्जा ओ झर बाबु झर एटिभी चलाउने होइन अहिले एटिभी छ ट्याक्क यहाँ देख्न सक्नुहुन्छ। यता हाम्रो दिदीहरू फोटो खिच्दै हुनुहुन्छ। हाम्रो एटिभी देख्न सक्नुहुन्छ। यो पोखरा हेम्चा अन्त पारिको ठाउँ होइन, यो रिभर भ्याली रिसोर्ट। अब म यसो दिदीको 2-4वटा फोटो खिचिदिन गइरहेको छु। सो अब म अर्को भिडियोमा भेटौँ ल। गाइजहरू यहाँ धेरै चिज छन् घुम्नको लागि होइन। म नि हेर्न सक्नुहुन्छ पुरा पिङमा खेलिरहेको छु होइन। अहिले ठाउँ त यहाँ धेरै छन्। हाम्रो भन्छ एटिभी नै झुन्डिन्छन्। म चाहिँ अब अरू चिज पनि के छन् देखाउन खोज्दैछु होइन। रिक्सा हेर्न सक्नुहुन्छ ट्याक्क पुराना जमानादेखिका जस्तै ओल्ड चलिआएका चिजहरू पुरै छन् होइन। यता पार्किङ लट छ। अनि म चाहिँ अब फेरि यसो पार्क जस्तो पनि छ यहाँ। अब यस्तो खेल्ने पिङ सानो पिङ होइन। जस्तो यो टेन्ट बनाउनु जस्तो छ कि होइन। गाइज के हो कमेन्ट गरिदिनु होला। यता पिङ छ, वहाँ यस्तो खाजा खाने ठाउँ छ ग्रुप। यसो यता चिफ्लेटी भन्छन् छ। यो नि एकचोटि हान्दिउँ होइन हामी त्यो होइन। म चाहिँ चिफ्लेटी भन्ने चिज खेल्न हिँड्न गइरहेको छु। यहाँ एउटा ठाउँ यो पुरा हेम्जा भन्ने ठाउँमा पोखराको हेम्जा ट्याक्क देखिन सक्छ। अब म चिफ्लेटी भन्ने चिज खेल्दैछु। चिफ्लेटी भन्ने धन्न लोटेन होइन। त्यस्तै छ, यो ठाउँ धेरै छन्। अब हामी अब फर्किन्छौँ होला सायद होइन। सायद अब फर्क्यौँ भने यो पिङ हाम्रो दिदीहरू फोटो सकिँदैन नि। त्यस्तो फोटो खिच्नेहरू धेरै छ। मेरा भान्जा यता छन् ट्याक्क खिच्छन्। एउटा भान्जा यता छन्, 3टा दिदी यता छन्, म यता छु ट्याक्क। अब फेरि अझै भिडियो बनाउनु छ मेरो दिदीको पिङ खेलेको होइन। सो अब हामी पिङ खेलेको भिडियो बनाइदिउँ एकबार। म पिङ खेलेको बनाइदिन्छु अहिले। म अब बनासी एकचोटि भिडियो बनाइदिन्छु ठ्याक्क होइन। सो अहिलेलाई बन्द गरौँ नि त भिडियोलाई। गाइज अहिले हामी दिदीभाइ चिफ्लेटी खेल्ने अनि चिफ्लेटी ढिकी चाहिँ 2जना बसेर खेल्ने चिज खेल्दैछौँ होइन। बस्नु न हौ लोट्यो होइन लोट्यो क्यार्ने। सो अब हामी खेल्न गइरहेको छौँ होइन। मलाई त जुरुक्कै पार्नुहुन्छ। ए कति किलो हुनुहुन्छ? सो हेर्न सक्नु ल 2टै बराबर रहेछौँ। म गरौँ रहेछु क्या। सो गाइज अहिलेलाई फेरि पछि भेटौँ ल। गाइज अब हामी फर्किने बेला भएको छ यो ठाउँबाट होइन। अब हामी सबैजना फर्किँदैछौँ। अब सबै अब बाटोमा पछि मेन रोडमा पुगेर फर्किने हो ट्याक्क सबैजना।
त्यसपछि बस चढेर सबैको बाटो लाग्ने। अब हामी बस पुग्यो सिया बनाउनु तपाईँको भर्खर बसमा आएँ अब उसबाट हिँडेर रिसोर्टबाट भर्खरै बसमा आइसक्यौँ। आजको लागि यति नै भ्लग। बाई बाई गाइजहरू। सो बाई बाई टाटा।